साथीहरू, म आज मेरो जीवनको फर्स्ट जब जागिरको अनुभव सुनाउँछु है। यस्तो दुःखदायी पनि छ र एकदम कस्तो आश्चर्य लाग्दो पनि छ कि मैले इन्टर रिजल्ट इक्जाम दिइसकेपछि फर्स्ट इयरको इक्जाम दिएँ। सेकेन्ड इयरको बेलामा मलाई एकदमै जब गर्ने अब भूत चढ्यो भनौँ न। त्यही बेलामा मेरो दाइले चाहिँ यो चितवनको लोथरबाट वासबाङ गुन्दी भन्छ त्यो ठाउँलाई होइन। मैले चितवन भनेपछि नजिकै होला, पहाड भए पनि भन्ने सोचेँ। अनि यो टिचरको भ्याकेन्सी निस्क्यो हो। अनि म त्यहाँ जान्छु भनेर मैले दाइलाई नि भनेँ, म दिन्छु, घुमेर आउन पनि हुन्छ, पहाड कस्तो छ मलाई थाहा पनि थिएन। अनि म जान्छु भने अनि दाइले पनि हुन्छ नि त, ल जाउँ, निवेदन दिन पनि हुन्छ, के भएर इक्जाम दिएर आउनु, नाम निस्क्यो भने गर्न भइहाल्छ भन्नुभयो। अनि म दाइसँग त्यही कुरा भयो। अनि गएँ चितवन, त्यो लोथर खोला हुँदै जाने रहेछ, 24 कोटीबाट चढेर लोथर झरेर खोला तर्नुपर्ने रहेछ। फर्स्टमा लोथर खोला मैले सोचेको पनि थिइनँ। त्यो ठाउँ जहाँ लोथर खोलाबाट सुरु भएको खोला तर्नलाई त्यहीलाई नै क्रस गर्दै नागबेली आकारमा मैले हातमा कोर्दै गएँ। फर्स्ट टाइम 78 चोटि म त्यो खोला तरेँ, विश्वासै गर्न नसक्ने के। 78 चोटि खोला तरिसकेपछि 20 मिनट उकालो चढेपछि जहाँ म जानु थियो म त्यो ठाउँमा पुगेँ। त्यो ठाउँमा गइसकेपछि त्यहाँ चाहिँ त्यहाँको धेरै जति पनि धेरै छ, एक दुई घर अरू जातिहरू, अरू सबै प्रजा चेपाङ जाति भन्छौँ हामीले होइन। त्यो विकट, त्यति विकट ठाउँ रहेछ। म त्यहाँ गइसकेपछि अनि अब हामी साँझै पुग्यो होइन। अनि साँझ पुगेपछि त्यहाँको चेपाङहरूले, हाम्रो घरबेटी चाहिँ चेपाङ हुनुहुन्थ्यो, अनि उहाँहरूले हामीलाई भन्नुभयो, मिसा छ, मिसले के खान्छ, अब भोक लाग्यो होला, मिसलाई गु ल्याइदे भन्यो होइन। म त दाइको मुखमा यसरी हेरेँ, मलाई थाहै छैन त्यो के भन्यो होला, यस्तो के बोल्यो होला भन्ने भयो नि त, त्यो प्रसङ्गैको कुरो भएन। अनि भनेपछि उनीहरूले एकछिनपछि एउटा प्लेटमा त्यो पिँडालु, हामीले पिँडालु भन्छौँ, त्यसलाई पिँडालु राखेर लिएर आयो। अनि मैले दाइले, दाइ के भनेको यिनीहरूले यस्तो भन्दाखेरि त चेपाङ भाषामा पिँडालुलाई गु भन्छ क्या भन्नुभयो कि। मलाई त्यो दिमागमा जेदेखि नि अहिले त धेरै विकास भइसक्यो त्यहाँ होइन, तर उनीहरूको भाषा हो त्यो, गु भन्छ भन्यो। मैले त्यो चाहिँ कहिल्यै बिर्सिन सक्दिनँ कि मैले 78 चोटि त्यो लोथर खोला तरेको, अनि त्यो पिँडालुलाई गु खान्छ भनेको, अनि यो मिस चाहिँ कहिले पहिला जान्छ भनेको, जस्तो हामीले बिहे भन्छौँ नि त, पहिला जाने ठेट नेपाली भाषा हो, तर पनि यो मिसले कहिले पहिला जान्छ होला यो मिस त भन्ने शब्दहरू, मलाई त्यहाँको त्यो शब्दहरू चाहिँ मैले कहिले पनि बिर्सिदिनँ कि। त्यही भएर मलाई सबभन्दा मेरो दिमागमा सुरुमा अब अल्लारे नै भइन्छ नि त, त्यो बेलामा छिरेको चाहिँ त्यो थियो कि। त्यही भएर म त्यो चाहिँ एकदमै सम्झिन्छु।